हेलो वेलकम टु माई युट्युब च्यानल। वेलकम छ नेपालीमा तपाईँलाई धेरै दर्शक मनोभावलाई स्वागत छ। धन्यवाद। म हेरिदिनुहोस्, यो मकै अर्ग्यानिक मकैको लागि देखाउन चाहेको छु यो च्यानलमा। हेरिदिनुहोस्, सेयर सब्सक्राइब गरिदिनुहोस्। मकै अलौटे हेर्नुहोस् पुरा फलेको छ। हिजो टुप्पा काट्यो, टुप्पा काटेर चाहिँ अब सुक्नै आँटेको छ, हरियो छ। हेर्नुहोस् है, यसपालको मकैको अब के भन्नु, फलाइ पुरा खदिलो फलेको छ। हेर्नुहोस् है, यहाँ हाम्रो है पल्लो गाउँतिर पुरा फलिरहेछ मकै, अर्ग्यानिक मकै, गाईको मलमा रोपेको अर्ग्यानिक गाईको मलमा यतिको फल्छ। सरकारी मकै, लोकल मकै। यसपाल चाहिँ कुखुरा गाई खोली, गाई चाहिँ काप्पी हुने भयो। हेर्नुहोस् है, तपाईँकोतिर कतिको फलेको छ, यहाँतिर चाहिँ यतिको फलेको छ। हेर्नुहोस् है, हेर्नुहोस् है, यस्तो गाई मकै कतै यो फलेको छ। यो मकै पल्लो गाउँतिर हो, यति क्लियर है मकै फलिरहेछ। र यो अलौटे मकै सुक्खा, अब यसलाई चाहिँ सुकाएर चाहिँ अब एक दिनमा चाहिँ है, अहिले अब त्यो पानी भिजेको छ, मकियो अब के भने माउ लागिहाल्छ। यति बेला काट्यो भने चाहिँ घुन छिटो लाग्नु चाहिँ अलि नसुकी काट्नु हुँदैन है। आजको हेर्नुहोस् मकैको भिडियोमा है, लाइक सेयर फलो गरिदिनुहोस् सक्दो है। यति क्लियर छ आजको मकैहरू। हेर्नुहोस् है, यही मकैहरूको यसको मकै चाहिँ यसलाई चाहिँ है अब के भने यसको चाहिँ नयाँ